guys? हामी जाँदैछौँ We are back with a new vlog and this is Suraj Paudel. हामी कहाँ जाँदैछौँ ल? आज हामी जाँदैछौँ चिसो पानी चिसो पानी खान जाँदैछौँ हामी। चिसो पानी तर त्यो अर्कै पानी पनि हुनसक्छ। ओहो नो 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 हामी मतलब आउनु म त्यस्तो खाँदिनँ केही पनि त्यस्तो कुकरमा म गर्दिनँ। सोमरस तर मेन भन्दा भ्यूको लागि जान लाग्यो हामी है। आज एकदम बवाल छ। ओभरअल मौसम पनि अति नै बवाल छ आज है। निलो आकाश सेतो बादल हामी कहाँ भ्यू छ। कहाँ छ मैले अहिले हामी जोरपाटी छौँ बौद्धभन्दा अलि अगाडि। र मैले भर्खर पढाएको थिएँ जोरपाटी छ जो अल्छ न आएन जोरपाटी है फर्स्ट टाइम हो केटो। त्यसपछि अब हामी चाहिँ यहाँबाट सुन्दरी झोल जाने कुरो छ। अगाडिको भ्यू पनि देखाउन बाटो अगाडिको बाटो चाहिँ यस्तो छ। अब हामी सुन्दरी झोल ल्यान्ड गरेपछि वी विल ब्याक। ओके विल बी ब्याक बाई। हाम्रो सेकेन्ड डेस्टिनेसन फर्स्ट डेस्टिनेसन भन्नुपर्ने हुन्छ। हामी चाहिँ यो गेटमा आयो सुन्दरी झोलमा। अब यहाँबाट हाम्रो सफारी सुरु हुन्छ। ल बरु जा म हिँडे गएँ त। हाम्रो यात्रा अब यहाँबाट सुरु भयो र हामी अहिले यस्तो झरना छ यहाँ। लेट्स मुभ बडी। यहाँबाट हामी कहाँ पुग्नुपर्छ? माथि पुग्नुपर्ने हुन्छ र अहिले हामी आउँदैछ। यसरी बनाएर ल्याएको है। त्यो पिलर कति पुरानो होला कि? पानी यस्तै सप्लाई गर्यो। खाने पानी होला कि होइन? हुनसक्छ। हो यस्तो खाने पानी हो। ल यो चाहिँ सुन्दरी झोलको बेस्ट पोइन्ट भन्नुपर्ने हुन्छ। यो यहाँबाट हाम्रो ट्राभल सुरु भइसकेको छ। अब यस्तो ठाडो ओहो यो उकालो कति ठाडो हो। सकिन्छ त छोड्न? बा बाइकले नतर्ला जस्तो छ। तानसिङ जस्तै ल माथि पुगेपछि सामान अब यस्तो हामीलाई यो गाउँ सकिन लाग्यो भने चाहिँ बल्ल सप्लाई उठाउँला। के देखाएको छ? नाइट क्याम्प प्ले स्टोर के यो क्या प्याकेज हो क्या? सुन्दरी झोल यसो मौसम सुरु भयो। यहाँबाट हामी चाहिँ शिवपुरी नागार्जुन निकुञ्ज आइयो। अब यहाँबाट सायद टिकट काट्नुपर्ने हुन्छ। हामी यहाँ आइसकेको छ। हामी छ ल हामी टिकट काटेर निस्किसकेको छ र अब हल्का अलिकति जङ्गल जस्तो अवस्था आइरहेको छ। यहाँबाट हामी अब पिकअप लिनै पर्ने दबाब छ। किनभने अब यहाँबाट चिसापानी पुग्नलाई 5 घन्टा भन्नुभएको छ। भन्नुभएको थियो तर हाम्रो उहाँले युवाहरूलाई अन्डर एस्टिमेट गरे जस्तो लाग्यो होइन। मलाई हाम्रो युवाहरू यस्तो छ नि जान देखेर उहाँले हेप्नुभयो जस्तो लाग्यो। अब च्यालेन्ज हुने भयो। मलाई के थाहा मैले पाहाडको केटो हो कति हिँड्छु भन्ने कुरा। हामी त हिँडेको हुने भयो। बिचबिचमा यस्तो सिनहरू पनि देखिन्छ। ओ माई गॉड वाउ
वन्डरफुल। माथि जानुपर्ने हुन्छ तर यहीँबाट हाम्रो मन एकदमै रमाइलो भएको छ। कन्ट्रोल गर्नु गाह्रो हो त। अब पानी यहीँबाट खानुपर्ने अवस्था छ। भुरीले जाडोबाट खाने भने लाग्यो, भुरीले आनन्द आयो होला हेरी आउनु खाँदाखेरि। ल अनि अलिकति पानी खाइहाल्छु। ल क्या प्यास लगाइरहेको थिएँ। So beautiful place. यो झरना चाहिँ बाहुबलीको झरना यहीँ सुटिङ भएको जस्तो लाग्छ मलाई। बाहुबलीको सुट भएको झरना हुनसक्छ। र अब हामी यहाँ अलिकति घुरी आइज। ल तल म च्यालेन्ज दिन्छु है। यहाँबाट यो ढुङ्गा माथि गएर ल गुटुङ गुटुङ नसकिन्छ, हातले नडकिन्छ। ओए सुपर अर्को फाइनली हामी धेरै टाढा होइन। हाल्नु बसेको कत्रो खेती त ल ल ल हिँड चल 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 भैया चल चलो। त्यो केटी त्यो काउन्टरको केटीले 5 घन्टा पुग्नुहुन्छ भन्थ्यो। यो चालले त यो चालले लाग्दैन। उल्टै हिँड्ने विश्व रेकर्ड राख्न चाहनुहुन्छ उहाँ। मेचीदेखि महाकालीसम्म हो क्या। आया कल 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 खोला हामी फेरि धाप ड्याम 18 किलोमिटर चिसापानी। लगभग हामी यो प्रकृति रिसोर्ट हो हाम्रो फाइनल डेस्टिनेसन चाहिँ। 8 किलोमिटर रहेछ यहाँबाट। अब हामी यो पुरै यहाँसम्म हाइवे रुट थियो। अब यहाँबाट चाहिँ हामी ट्रेकिङ रुट जान्छौँ। भुरी उता पानी लिनु गएको कहाँ गयो मान्छे। सुन्दरी जलाएर पानी किन्नु परेछ अनि बिजोक भयो यहाँ भयो। ल हामी चाहिँ यो बाटो जानुपर्ने हुन्छ। यताबाट आएको थियो हामी यहाँ जान्छौँ एन्ड वी विल क्याच यु लेटर बाई। हाम्रो अब चिसापानीको ट्रेकिङ रुट यहाँबाट सुरु हुँदैछ अनि हाम्रो सुरज भण्डारी दोस्त चाहिँ यात्राको क्रममा पानी खाँदै फुर्ती बढाउँदै अगाडि बढिरहनु भएको छ। अथक प्रयास
बाटो स्वर्ग जाने बाटो जस्तो ठाडो छ अगाडि बाटो छ कि छैन पनि थाहा छैन त्यही यो हामी अनप्लान तरिकाले हिँडेको स्वर्ग पनि पुग्न सकिन्छ डेस्टिनेसन भन्दा नि धेरै माथि आइयो केटा काठमाडौँ त हाम्रो कब्जामा छ हाम्रो खुट्टामा छ काठमाडौँ ल दसैँ आयो त पिङ पिङ पनि खेल्नुपर्छ है त काठमाडौँ कहाँ छ काठमाडौँ त धेरै गाउँ गाउँ भर्खर दसैँ बियर खाएको त्यहाँ खाँदैछु अलिक खाएपछि अलिकति झोल के डराएको ल ए गयो ओए यो भुरालाई डर नलाग्ने यार यस्तरी मच्चिनु ह्याप्पी दसैँ हो नि त अब चङ्गा पनि उड्यो पिङ पनि खेल्यो दसैँ त सही लाग्यो त उकालो चढ्दैछौँ यहाँ घरहरू छन् वाह कस्तो राम्रो देखियो निलो घर निलो आकाश आमै बस्नु भएको रहेछ पसल थापेर हामी उकालो चढिरहेका छौँ निरन्तर भुइँलाई थकै मार्दै यहाँ एकदमै थकित अवस्थामा देखिन सकिन्छ त एकदमै कफी खाना कफी गाँजा छ हिमाल छ बिहान उठेर यहाँ बसेर चिया खान्छ दुःख राख्नु खानु छ पैसा हुँदैन हामी चाहिँ यता मल फाल्न आएको मल फाल्ने कामै छ यहाँ बसेको यो सुरजका बच्चा बच्ची यहाँ कहाँ घाम तापेर बस्यो मच्छा एकदमै घना जङ्गलमा छौँ जङ्गल एकदमै घना छ गाइज रुटमा कोही पनि छैन अलिक डर लाग्दो छ जङ्गल चाहिँ त्यही पनि हामी गोर्खालीका छोरा भएपछि त्यति डराउनु हुँदैन भन्ने हामीलाई लाग्छ जङ्गल एकदमै घना गोठ छ साथी जङ्गल एकदमै घना गोठ छ चिसो मौसम छ वरिपरि भर्खर हामीले
राहतको रूपमा चाउचाउ पाएका छौँ। नेपाल सरकारलाई धेरै धन्यवाद छ राहत बाँडिदिएकोमा। तर पनि जङ्गल अझै पनि घनाघोर भनेको हुँदै गर्दा यहाँ बाघ, भालु, भैँसो, स्याल, कुकुर, आर्जुदेवा जस्ता मान्छेहरू धेरै आउन सक्छन्। त्यही भएर हामी भर्खरसम्म आयो ल गाइज। भोलि फर्किने बेलामा पानी पऱ्यो भने त ल्याङ हुँदैछ नि बाटो। पानी पऱ्यो भने त चिप्लो हुन्छ है। अझै भाडीले आउँछ कि भेलै आउँछ यहाँ त। त्यसै समात्ने अहिले के छ, के भइरहेछ अहिलेसम्मको यात्रा? अहिलेसम्मको यात्रा एकदम थकितपूर्ण। लेक डेको भाडा पनि माथि गएर सकिएको छैन। आज स्याटरडे हो, त्यो बस त अहिले बसेछ नि। हाम्रो यात्रा यहाँबाट सुरु गरौँ। अगाडिबाट स्टामिना चाहिन्छ नि त। धेरै पछि घाम देख्यो यार। फेरि हामी यो जङ्गलमा छौँ र यो जङ्गल हामी हिँडेको भयो कति घन्टा भयो? 10, 11, 12, 1, 2, 4 घन्टा भइसकेको छ र हामी यो घनाघोर जङ्गलमा छौँ र अझै पनि चिसापानी पुग्न सकिने भनेको अब आधा घन्टा जति छ। तर हामीले चाहिँ अर्कै रुटमा आएका छौँ क्या। त्यो हामी अर्को रुटमा गएको भए यतिखेरसम्म रिसोर्टहरू आइसक्थे, कतिवटा होमस्टेहरू आइसक्थे। तर यो चाहिँ अर्कै रुट हो कि। यो छोटो पनि छ तर वरिपरि केही पनि छैन, त्यस्तो खालको रुट हो कि यो चाहिँ। ल अब अगाडि के हुन्छ अपडेट दिन्छौँ। तर अलिकति डरलाग्दो जङ्गल चाहिँ छ। चाहिँ राउट, हाम्रो राउट चाहिँ कतापट्टि हो भन्ने हामीले खोजिरहेका छौँ। तर हामीले राउटिङमा राउट देखिरहेको छैनौँ। त्यही भने बाटो तल गयो के, त्यसमा चाहिँ मलाई डाउट क्रिएट भएको। उल्टो उल्टो बाटो आए जस्तो फिल भइरहेको छ यार। यहाँबाट गाउँ देखिने रहेछ। ओहो आज पुगिन्छ कि पुगिन्न भन्ने डाउट भइरहेछ मलाई। हाम्रो हजुरबा आउनुभएको छ हिँडेर। बाटो त यति डर लाग्दो जङ्गल, त्यसमाथि मान्छे पनि हिँड्दैनन्, एक्लै हिँड्नु पर्यो। हामी त कस्तो देख्दै डाउट लाग्यो हो कि होइन भन्ने। के त तर आर्मी नो एन्ट्री भन्छ। ल कन्फिडेन्ट हो, युज गर्नु भएन बाटो यहीँ हो। ल धन्यवाद। ल फाइनल्ली कङ्कानी बाटो बिराएर फेरि आएका छौँ। एकचोटि चाहिँ मलाई खुसी लाग्यो। अब भनेपछि 1 घन्टा मै पुगिन्छ।
भोलिको लागि सर्टकट बाटो पनि रहेछ त्यस कारणले हामी एकदमै यहाँ थियो अब चाहिँ किनभने भोलि भोलिबाट जानु पर्थ्यो अन्त म त यहीँ बस्थेँ आज त्यो बाटो गाह्रै थियो केटा भोलि बाटो अझ पानी पर्नु पर्थ्यो ओहो सकिन्थेन वाउ भ्यू सो नाइस ल हामी अब चिसापानी फाइनल्ली चिसापानी त आइसकेका थियो हजुर धेरै दुःख गरेर त्यो एकदमै हाम्रो भयानक बाटो यो अर्गनाइजरले मैले नै रुट भनेर राखेको रुट खोजेर राखेको गुगल म्यापमा मैले नै बिगारेर उल्टो रुट हेर्ने यसलाई कुट्नुपर्छ यति हिँड्दैछ कुनै दो बाटो थिएन त्यही भएर गुगल म्याप पनि हेरिएन अब हाम्रो बाटो चाहिँ तलैबाट बिग्रिरहेको रहेछ गाउँबाटै गाउँमा फेरि अलिकति हामी कन्फिडेन्ट लेभल हाई देखाइयो त्यसमाथि एउटा दाइ थियो हाई प्रोफेसनल जस्तो थियो लास्टमा उसैले बाटो ऊ पनि भड्क्यो हामी पनि भड्क्यो त्यो दाइ त लास्टै दुःख पाउँदैन लागिसक्यो अब यहाँ तिनीहरू त के गर्छ नि बिचरा त्यसै लागिसक्यो केही बस्नु नला जस्तो लाग्यो मलाई चाहिँ आउनु होला अब त्यसमा त यहाँ पनि 1 घन्टा हालेर देखाइदिएपछि म्यापमा त अनि कहाँ आउँछ अब होइन तिनीहरू त बरु त्यो दाइ त गोसाइकुण्ड जाने हो जहाँ गए पनि भयो जहाँ फ्यामिलीवाला पनि अब उनीहरू थरी काम भइसक्यो अब छानो भयो हुन्छ हामीलाई भन्ने भयो तिनीहरूलाई अहिले चाहिँ बाटो राम्रै छ सिउ हामी चाहिँ यहाँ ड्याम देखिन्छ कि भनेर ओपन छ कि ओपन त छ आर्मी दाजुहरू पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ जानु कतिको रिक्स ढ्याच हेडसट खाइन्छ कि भन्ने डर पनि छँदैछ नडरा मलाई स्विमिङ आउँछ स्विमिङ गर्छ रिसोर्ट त होइन होला विद्युत होला ड्याममा नि आखिर ठुलो हो कि म्यापमा त यो त टुक्रो मात्रै देखाइरहेको यो ठुलो ठुलो लाग्यो ड्याम त मान्छेले त्यहाँ गएर बनाएर गाइज हामी फाइनल्ली आफ्टर लङ टाइम हामीले बिहान कन्ट्याक्ट गरेको ठाउँमा अलमोस्ट आइसकेको भन्ने चाहिँ त्यहाँ बोर्ड पनि राखेको रहेछ त्यहाँबाट चाहिँ सायद आयो 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 देखेँ यहीँ त हो नि हामीले बुक गरेको रिसोर्ट चाहिँ यही हो भ्यू चाहिँ बब्बाल छ यार पुरी हामी यत्रो मेहनत गरेको यहीँ यसैको लागि त हो नि होइन फोन चल्छ कि ल हामी चाहिँ डाब कटेजमा आइसक्यो र यहाँको लोकेसनहरू बेडहरू रुमहरू भ्यूहरू हामीले एनालाइसिस गरिसक्यौँ र प्राइज अनुसार वर्थ इट छ होइन भ्यू पनि बवाल छ यहाँबाट अनि गएर यहाँ माथिबाट चढ्यो भने यु क्यान सी डेफिनेटली एकदम वर्थ इट छ यहाँ चाहिँ पर पर्सन 2000 छ सबै प्याकेजको आई मिन साँझ खाना र बिहान ब्रेकफास्टको त्यहाँ सुरज छ यी पौडेलले हेरिरहेछ ल अनि हामी चाहिँ यो सिन अनुसार चाहिँ भ्यालुएबल छ लभली रिकमेन्ड गर्न सकिन्छ ठाउँलाई किनभने अरू पनि छन् होला तर गुरुङ रिसोर्टहरू पनि छ तर एक्सपेन्सिभ होला त्यो चाहिँ त्यही पनि यो पनि सिनहरूको चाहनुहुन्छ भने दिस इज बेस्ट
यहाँबाट खाना खाने ठाउँमा स्टे बढिया Let's enjoy the view. कस्तो के पाहाड हेर्न खतरा है घरमा नि मजाक गरेछ कि कति चाहिँ अँधेरो गएको छ कति लाइटले यसरी इन्जिनियर हो नि त भगवान् पुरै यो चाहिँ हाम्रो ढाब ड्याम कटेज हो यो चाहिँ बाटोबाटोसँग नजिक पनि पर्छ त्यही भएर यसको भ्यू पनि राम्रो छ किनभने हाइटमा छ यो अरू चाहिँ लोमा छ यसको बेडहरू पनि इट्स ओके यु क्यान गो विथ दिस कटेज मेरो पनि लेख्दै Oh my god, what a beautiful is. पानी पर्यो अहिले रातिको 6-7 बजिरहेको छ तैपनि हामी यहाँको दृश्य अवलोकन गरिरहेका छौँ भन्नुपर्ने हुन्छ यहाँ त केही देखिँदैन रहेछ क्यामेरामा त्यो क्यामेरा युज गर्छ रे क्यामेरा युज गर्दैन कताको खिचिरहेको केही देखिएन म्याच हेर्दै खाँदै गर्न मजै बेग्लै थियो Arm action, Naveen. Just been. That wide has brought the 100 up. That's why there was ripples of cheers. There is always here at charge of the opportunity. हामी चाहिँ बिहान 5:30 बजे उठेर घाम कताबाट उदाउँछ हेर्दैछौँ तर थाहा नै हुँदैन हामीलाई हिजो कताबाट अवस्था थियो हेरेर अवस्थाको पनि थाहा पाएन ए हिमाल देख्यो हेर्नुमा भनेपछि त उत्तर दक्षिण यता पूर्व हुनु पर्यो उसमै हेरौँला म्यापमै हेरौँला Oh my god. हिमाली दृश्य तपाईँले हेर्न सक्नुहुन्छ यहाँबाट हामी अहिले 5:30 बजेको दृश्य देखाइरहेका छौँ चिसापानीको र यहाँ हिमालहरूको रेन्ज मजाले देखिरहेको छ र हाम्रो यहाँ बस्तीहरू चाहिँ यतापट्टि रहेछ This is where we are. This is a very beautiful, naturally mesmerizing place. Unfortunately, we are at the peak of the hill, so we have very beautiful access to the nature up front. Suraj. Oh, Suraj. Yes. कुहिरो त यहीँ आयो त कुहिरो माथि आयो हामी टाइम ल्याप्स बनाइ ल गाइज हामी यहाँ कुन ठाउँ आएको छौँ रे ढाब ड्याम आएको छौँ जुन चाहिँ यस्तो छ अहिले दृश्य तर अहिले अलिकति फगी भएको कारणले गर्दाखेरि त्यति क्लियर चाहिँ छैन तर पनि
हेर्नको लागि चाहिँ अति सुन्दर चाहिँ रहेछ। हामी चाहिँ भर्खर ब्रेकफास्ट गरेर आएको रेस्टुरेन्ट रिसोर्टबाट अब हामी जाँदैछौँ खाप्यान। चलो चलते हैं मलाई फलो गर्दै आइजन त्यो जान पाइन्छ कि पाइन्न? देख्न सक्नुहुन्छ विश्वकै सुन्दर फेवाताल पछिको र त्यस पछिको पनि स्थानमा पर्ने पानी पऱ्यो केटा। ओहो ल गाइस हामीले चाहिँ अब यहाँ अलिकति एउटा हेपी बारले चाहिँ टावर बनायो। हामीले चाहिँ यहाँ अर्को टावर बनाउँछौँ। सुरज पौडेलद्वारा आयोजित यो कार्यक्रमलाई हामी सफल पार्नेछौँ भन्ने छौँ। र त्यस्तै गरेर हामी देश उठ्यो देश बेबीको क्या पसन्द थियो? बेबीको पसन्द थियो देश। Suri. यार ना हाँ सुबह सुबह फोटोस जब दुईचोटि स्टार्ट कस्तै अहिले मिलेको बेला फेरि यो Guys, we are again back भन्दा पनि हाम्रो चाहिँ अब जर्नी सकियो। हामी चाहिँ रिसोर्टबाट निस्किसकेका छौँ। रिसोर्टहरूमा चाहिँ यस्तो यही फार्मिङ हुन्छ, सबै कुरा यही बन्छ। यो
चौतारी पनि यस्तो हुन्छ क्या यहाँ त चौतारी पनि भ्यूवाला हुन्छ कि सकिन्छ अब हामी घर जाने बाटो खोजेको भेटिया छैन हेर त्यो गेट बन्द त्यहाँ खेत हो त्यो बाटो छ होला फार्म भिजिट फार्म भिजिट लेखेको क्या एउटा घर त छैन बस्ने ठाउँ त अलिकति बजारी एरिया हुन्छ कि त्यस्तो हो जस्तो लाग्छ होइन यो रुख सुकेको रुखबाट तल जाने भने होइन जाऊँ न त हामी आउँछ होला फोटो खिच्छ है त्यसपछि बाई बाई ल हुन्छ बाटो खोज्दै जाउँ होइन त्यो रोटी गएर हामी होला भन्ने कुरा हो हामीलाई आइसक्यो भोलि आइपुग्छ सिधै हाम्रो फाइनली बाटो बन्द भएको छ त्यही भएर फेरि फर्केर उयो माथि जानुपर्ने हुन्छ जस्तो लागिरहेको थियो होला तपाईँलाई तर बाटो सकिएको छैन है अझै हिँड्नुपर्छ हामी एक्सप्लोर गर्दैछौँ बाटोहरू हिजोको जङ्गल देखेपछि यस्तो जङ्गल त हिँड्ने त केही लाग्दैन है अझ यति त मेरो गाउँ हो अझ यहाँ चाहिँ बरु एक रात यहीँ बस्छ भने यहीँ बसिन्छ बरु यहीँ बस्न त बस भन्यो भने होइन यहाँ हटाएर न त बस्ने म ल भएन फेरि बाटो सकिन्छ हाम्रो जाने हो केही नि अब के हो यो सब चिया बगैँचा हो के हो यो चिया बगैँचा हो कि सुन्तला हो होइन यो त फुलिरहेको थियो अरे यिनीहरू त कहाँ यस्तो फुल्छ फुल्दैन नि उही भन्दा रुक 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 हामी तल्लो निचा जातको मान्छेसँग कुरा गरिँदैन तिमी तल बस हामी अहिले एकदमै माथि आएका छौँ हामी रहेछ तपाईँको फाट्छ यार रहर लाग्दो रहेछ यति भिडियो गरेर पठाएँ मलाई हाम्रो यस्तै छ कि भन्दा लम्किनै पर्छ तपाईँले कहाँ बुलसेट न फोन बाटो त्यहीँ होला त यहाँ बिचमा त छैन एउटा नि बाटो छैन त्यहाँ होइन कि उहाँ हो तपाईँ यता भन्दै त्यहाँ बस्नुपर्छ त्यही त त्यो भन्छ नि होला भेटाउन सकिन्छ सकिँदैन कि बस्तिर नभएको ठाउँमा त बस्दा आउनु कि त्यसो सक्दैन कि कसरी भेटाइन्छ अब यत्रो जग्गाबाट मलाई आधी घन्टा भने उतिखेर पनि छ त कहिले हिँडेकै पाहाडको होइन त्यो होइन भने चाहिँ के गर्ने भन्ने कुरा के होइन भने त गाडी त हिँड्दैन के बाटो चाहिँ हाम्रो रोड सकाएर अगाबारी झरिसकेका छौँ र हाम्रो ब्लग यहीँ एन्ड गर्नेछौँ बाई बाई गाइस